जीएसएस परियोजना अन्तर्गत हामीले प्लान इन्टरनेसनल नेपालको सहयोगमा मरिन गाउँपालिकाको साझेदारीमा हैन आज किशोर किशोरीहरूको लागि यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य उपचार तथा सेवा प्रदानको लागि शिविर सञ्चालन हुँदैछ। विशेष गरेर हाम्रो जीएसएस परियोजनामा किशोर किशोरी बालबालिकाहरूसँग सम्बन्धित रहेर हामीले स्वास्थ्यसँग सम्बन्धित रहेर बालबालिकाहरूको स्वास्थ्य चेक जाँच र स्वास्थ्य उपचारको लागि सेवा जुन नेपाल सरकारले दिने सेवाहरूको बारेमा यो दूरदराजमा रहेका गाउँहरूमा खबर नभएको अवस्था हैन र त्यसमा पनि त्यो नेपाल सरकारले या स्थानीय सरकारले सबै ठाउँमा सेवा पुर्याउन नसकेको अवस्थामा हामीले त्यो सेवाको पहुँच भन्दा बाहिर रहेको ठाउँलाई टार्गेट गरेर अन्तर्गत हामीले 4वटा पालिकामा जीएसएस परियोजनाले काम गरे तापनि यसपालि हामीले 3वटा पालिकाको लागि हामीले प्लानिङ गरेका छौँ। मरिन गाउँपालिका, दुधौली र कमलामाई नगरपालिका। आज यो पहिलो दिन हामीले मरिन गाउँपालिकामा वार्ड नम्बर 2 मा सञ्चालन गर्दैछौँ र यो शिविरमा विशेष गरेर हामीले किशोर किशोरहरूको लागि परामर्श सेवाहरू हैन र गाउँघरमा के चलन हुन्छ भने यो प्रजनन स्वास्थ्यसँग सम्बन्धित भएको समस्याहरूको बारेमा केही कुराहरू गर्यो भने त्यसलाई लाज मान्ने हैन आफूले भोगिरहेको समस्याहरूको बारेमा पनि घर परिवारमा नभन्ने र त्यो समस्या बल्झिसकेपछि ठुलो भइसकेपछि मात्रै बाहिर ल्याउने भन्ने जुन चलन छ त्यसले गर्दा पनि स्वास्थ्यमा धेरै ठुलो असर गर्न जान्छ हैन र त्यसलाई पनि यो सूचनाको हिसाबले पनि यो शिविरले महत्त्वपूर्ण भूमिका निभाउँछ र यहाँ किशोरीहरूको लागि परामर्श सेवाहरू पनि राखिएको छ हैन। स्वास्थ्य उपचारको साथसाथै यो परामर्श सेवाले एउटा प्रजनन स्वास्थ्यसँग सम्बन्धित जनचेतना पनि विकास गर्छ। यसमा हाम्रो मरिन गाउँपालिकाको स्वास्थ्य कर्मचारीहरूदेखि लिएर स्वास्थ्यमा सेवा दिने अरू अन्य सेवाहरू पनि यहाँ शिविरमा जोडिएको छ। त्यही भएर यो शिविरलाई हामीले एकीकृत शिविर पनि भनेका छौँ हैन। यसमा महिलाहरूको पाटेघरको चेकअपदेखि लिएर हैन अब यहाँ क्षयरोगको सम्बन्धी पनि चेक जाँच पनि राखिएको छ हैन। त्यो हिसाबले हामीले यो शिविरलाई एकीकृत सेवाको रूपमा प्रदान गर्ने हिसाबले यो योजना गरिएको छ। यसमा आर्थिक हिसाबले हाम्रो जीएसएस परियोजनाले पनि अब त्यो थोरै राखिएको छ र गाउँपालिकाको दुईटै संयुक्त लगानीमा यो शिविर सञ्चालन हुँदैछ भनेर मैले यहाँ जानकारी गराउन चाहेँ। यसमा हामीले विभिन्न टोलहरूमा जाँदाखेरि किशोर किशोरीहरू स्कुलमा पढ्ने किशोरहरू पनि यस्ता अब यो आन्तरिक स्वास्थ्य समस्याबाट हैन जुधिरहेको कुराहरू हामीले थाहा पाएका थियौँ हैन। त्यही अनुसारको हामीले प्लानिङ गरेर यहाँ स्वास्थ्य शाखाबाट एउटा हामीले सम्झौता गरेर यो शिविर सञ्चालन गरिएको छ र आजदेखि यो महिनाभरिमा हामीले यो 3वटा पालिकामा विभिन्न ठाउँमा लगभग हामीले 10 ठाउँमा गर्ने योजना गरेका थियौँ हैन। तर हामीले पैसाको अभावको कारणले जहाँ जहाँ सम्भव हुन्छ स्थानीय सरकारको साझेदारीमा त्यहाँ हामीले सञ्चालन गर्ने योजना बनाएका छौँ। हस्, धन्यवाद।